खुदुनाबारी झापा जिल्लाको पश्चिम उत्तरमा रहेको खोलै खोला बीचमा रहेको गाविस हो। उत्तरमा यसको सिमाना इलामको लक्ष्मीपुर गाविस र पश्चिममा दानाबारी गाविससँग जोडिएको छ। तराईको सुगम जिल्ला झापा भए तापनि खुदुनाबारीलाई झापाकै दुर्गम गाविस भनेर भनिने गरेको छ। यसको प्रमुख कारण भनेकै यहाँ रहेका 7 भन्दा बढी खोला तथा ठूला ठूला होलीहरू हुन्। टाङटिङ, बिरिङ, सानो गोयङ, ठूलो गोयङ, सुखानी, नेते तथा अन्य 10 भन्दा बढी ठूला ठूला होलीहरू यस क्षेत्रमा रहेका छन्। भौगोलिक रूपमा चुडे पहाडको फेदीमा पर्ने यो गाविस प्रशस्त मात्रामा प्राकृतिक स्रोत र साधन हुँदा हुँदै पनि यिनै वर्षे खोलाहरूको कारण आर्थिक तथा भौतिक विकासको गतिमा पछाडि पर्दै आएको छ। यस्ता वर्षे खोलाहरूको कारण सदरमुकाम लगायत झापाका अन्य शहरहरूसँग यस क्षेत्रको सम्पर्क वर्षा समयमा सहज बन्न सकेको छैन। एउटै गाविसभित्र पर्ने यति धेरै खोलाहरूमा खुदुनाबारी नै झापाको पहिलो गाविस भन्न सकिन्छ। हिउँद महिना गाई वस्तु चर्ने चौर जस्ता देखिने यी खोलाहरूमा वर्षा सुरु हुने बित्तिकै बाढी